हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि मैले धेरैपछि न्यू भ्लग लिएर आएकी छु। आज चाहिँ हामी घुम्न प्लस पिकनिकको लागि चाहिँ शहीद स्मृति पार्क जाँदैछौँ। सबैजना मिलेर त्यो चाहिँ गोकर्णेश्वरमा छ। के हुन्छ हजुरलाई हामी चाहिँ घुम्न आएको शहीद पार्क जाने भनेर बाटो भुलेपछि होइन गाडीले कहाँ ल्याइपुर्यायो अनि फेरि हाम्रो चाहिँ एउटा साथी थियो त्यो पनि अनि रिसाएर म त घर जान्छु भनेर तर म चाहिँ हामी चाहिँ उसलाई फर्काउने कोसिस गर्दैछौँ तर कहाँ छ थाहा छैन। अब हामी डेस्टिनेसनमा पुगेपछि रमाइलो गर्ने उमेर यही त हो नि, चारतिर एउटै बाटो। मैले 10,000को फाउन्डेसन अनुहार नि त्यस्तो यस्तो राम्रो राम्रो टिभीमा अनि हाम्रो उयोहरू जस्तो हाम्रो ग्रुप ग्याङ एउटा ग्याङको एउटा सदस्य चाहिँ हराउँदैछ अहिले भेटेपछि घुम्न पनि गाह्रो रहेछ। बल्ल बल्ल एक महिनाको डिसिजन पछि आज हिँडेको त्यही पनि हराएर हिँडेर एउटा साथी नै हरायो। अब हामीले चाहिँ फाइनल्ली उसलाई चाहिँ यहाँ गोकर्णेश्वर गेटेमा भेट्यौँ। त्यसपछि हामी चाहिँ यहाँ रोड क्रस गर्नु सबैजना भेट भइसक्यौँ कि अनि अब कता जाने अरे कता जाने अरे तिमीहरू घर जाने कि अब कता जाने हराएको साथी चाहिँ यता छिन् नि। अनि अब तिमीहरू घुम्नु जाने कि के गर्ने है बोल्न। हामी फाइनल्ली त सबैजना भेटिसकेको थियौँ। त्यसपछि अब हामी चाहिँ यहाँ गफहरू गर्दै जाँदैछौँ। अब अझै पनि हाम्रो चाहिँ सामान किन्ने बाँकी थियो कि अनि बाटोमा अब सामानहरू के लानु पर्यो सबै। अनि यो दुइटालाई चाहिँ क्यामेरा त्यो सान्नुहुँदैन कि आइहाल्छ मेरो छेउमा भिडियोको लागि त फेरि आतुर हुन्छ नि त फेरि। हामी चाहिँ फाइनली भित्रबाट छिरिसकेको छौँ अनि सबैजना आउँदैछौँ। यस्तो छ कि उकालो यस्तो छ हौ अन्त फेरि उकालो हेर न। नमस्ते निनाले मलाई नमस्ते गर्दैछ नि तर म हामी चाहिँ यो सिडिएहरू चढिसकेपछि चाहिँ अब टिकट काट्नुपर्ने हुन्छ। फाइनल्ली हामी चाहिँ यहाँ टिकट काट्ने ठाउँ पुग्यौँ। टिकट काट्दैछौ ओइ के गर्दैछौ अरे तिमीहरू टिकट काट्दैछौ होइन कार्ड उयो छ उसकोमा। यिनीहरू चाहिँ आफ्नो धुनमा छन्। त्यहाँ पसिना आएर अब हामी यस्तो अवस्थामा छौँ गाइस। फाइनल्ली चाहिँ हामीले चाहिँ होइन टिकटहरू पनि काटिसकेको छौँ। अनि यो 4 गुणा उकालोमा चढ्दैछौँ। यस्तो छ अघिको मैले देखाएको छु 4 गुणा उकालो अरे अब अघि देखेँ अनि यता चाहिँ 4 गुणा उकालो बाटो पर्दैछ अनि यता अब हामी चाहिँ गल्यौँ कि गाइस यसरी बस्दैछौँ। बस त बस बसाउ त यता। फाइनल्ली चाहिँ हामी होइन यहाँ पार्कमा चाहिँ आइसक्यौँ। अनि कतिको रमाइलो भइरहेछ त गाइज। अनि त्यहाँ माथि चाहिँ होइन 5 जना जाँदैछन् सानो भाइ अनि त्यसपछि सुजताहरू तिनीहरू 4 जना जाँदैछन्। यस्तो छ दामी छ ठाउँ चाहिँ। ल आएको छ यो दुइटाले मेरो कुरा काट्दैछ है पछाडि म सुनिरहेको काट न काट अलिअलि काट्नै पर्छ। ओके यस्तो बाटो हिँड्दैछौँ यहाँनिर होइन यस्तो बाटो छ। अनि ओइ कताबाट जाने हो अरे हामी कताबाट जाने हो है होइन हामी झऱ्यो नि सबै झऱ्यो बाटो हेर बाटो यस्तो छ क्या यहाँ यस्तो छ। अनि हाम्रो अरूना चाहिँ अगाडि छौँ बाटो त हाम्रो यस्तो छ नि त नलडा है नलडा आइज खोइ अरू नै म अगाडि रमाइलो है कति रमाइलो भइरहेको छ नि कति दामी रमाइलो भइरहेको छ। पिकनिक कहाँ जाने भनेर कन्फ्युज हुनु भने चाहिँ यो शहीद पार्क चाहिँ एकदम खतरा छ। अनि हेरौँ न यहाँ बाटो उस्तै छ क्या फेरि यस्तो छ बाटो पनि। हामी चाहिँ यो शहीद पार्क आइसक्यौँ। अनि हजुरहरू नि कसैलाई चाहिँ अब साथीहरू लिएर होइन पिकनिकमा जानु मन छ अनि त्यसपछि के कन्फ्युज भइरहेको छ भने चाहिँ होइन यो ठाउँ चाहिँ एकचोटि अवश्य आउनुलाई यति दामी छ दामी रमाइलो हुन्छ। लु
यहाँ चाहिँ खत्रै हुन्छ है। फोटो खिच्ने अनि यसो फोटोहरू खिच्ने कार्यक्रम हुँदैछ अनि यिनीहरू चाहिँ फोटो खिच्दैछन् हामी पनि फोटो खिच्यौँ अब हजुरहरूलाई थाहा नै छ केटीहरू भएपछि यतिको त हुनै पर्यो खुट्टाको फोटो चाहिहाल्छ सबैलाई अब यहाँनिर बसेर खाने हो गाइस हामीलाई चाहिँ बाटोमा आउँदा आउँदै भोक लागिरहेको थियो नि त त्यही भएर हामी चाहिँ खानको लागि खानेकुराहरू रेडी पार्न थाल्यौँ चिप्सहरू पानीपुरी त्यसो चटपटेहरू चाहिँ हामी यहीँ बनाउने भनेर लिएको थियौँ अनि त्यसपछि हामी चाहिँ यहाँ बनाउन थाल्यौँ सबसे मिठो बनाउने चाहिँ यो हिमानी हो कि त्यसले चाहिँ कति मिठो बनाउँछ कि चटपटे पसलमा जस्तै बनाउँछ अनि हामी सबैजनाले चाहिँ मिलेर काम गर्न थाल्यौँ त्यो सुन्तलाहरू फलफुलहरू बनायौँ खाना नि खाइसक्यौँ भिडियो नि बनाइसक्यौँ टिकटक नि बनाइसक्यौँ अनि यिनीहरू चाहिँ यहाँ छन् दाजु तिमीहरू के गर्दैछ कता जाने हामी त्यहाँ रमाइलो गरिसक्यौँ अनि हाम्रो चाहिँ फर्किने बेला भइसकेको थियो अनि हाम्रो स्पिकरमा चाहिँ गीत बजाउँदै हामी पनि गाउँदै आयौँ फर्किँदैछौ तिमीहरू घर जाँदै हो तिमीहरू घर जाँदै हो तिनीहरू झर्दैछ यहाँ बाटो नि कति अप्ठ्यारो छ गाइज माइकस यस्तो छ नि बाटो हेरौँ न यहाँ बाटो हामी चाहिँ अलिक तल आएपछि चाहिँ अब एकछिन चाहिँ डान्स गर्नै पर्छ रमाइलो त हुनै पर्यो भनेर अब डान्सको लागि चाहिँ हामी गीत बजाएर एकछिन अलि थोरै तर चौर रहेछ चौरमा आएर चाहिँ हामी चाहिँ डान्सहरू गर्नु थाल्यौँ हामी चाहिँ फाइनल्ली डान्सहरू गरिसकेर पनि खुट्टा दुखाइ पनि झरिसकेको थियौँ तल टेम्पोमा चाहिँ कोही हुनुहुन्न थियो हामी 6 जना मात्रै थियौँ अनि कति रमाइलो भइरहेको थियो कि यति रमाइलो भइरहेको थियो नि आजको लागि चाहिँ मेरो भ्लग यति नै थियो हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला